साथीहरू नमस्ते, गुड मर्निङ यहाँहरू सबैजनालाई। अब उहिलेको जमानामा यी मोबाइल जस्तै एउटा एउटा त्यो भैँसीको किलोमा एउटा थलोमा एउटा ठुलो भैँसी हुन्थ्यो, अर्को यता ठुलो लैनु गाई हुन्थ्यो, अर्को यता ठुलो खसी हुन्थ्यो होइन। अनि यता फेरि पाडापाडीहरू हुन्थे, अनि खसी बोकाहरू हुन्थे होइन। अनि यता बारीमा चाहिँ फेरि सागसब्जी काँक्रा सिजन मौसमअनुसार बारीमा खेती कमाइ कोदो मकै धान सिजनअनुसार मौसमअनुसार हुन्थ्यो है। अनि पो हामी सुखी खुसी हुन्थ्यौँ। अब भैँसी पाल्यो, दुध दिन्थ्यो, भैँसी ब्याउँथ्यो, पाडापाडी दिन्थ्यो, मलमूत्र हुन्थ्यो, बारीमा लगायो अन्न उब्जनी हुन्थ्यो, गाई ब्याउँथ्यो, बाछी बहर पाउँथ्यो, त्यो गोरुहरू हुन्थे, गाईहरू हुन्थे, सन्तान बढ्थे, खसी हुन्थ्यो, दसैँमा चाडबाडमा खानलाई हुन्थ्यो, खरिद गर्नु किन्नु पर्दैन थियो, आफ्नै अर्ग्यानिक हुन्थ्यो है। अनि अब जस्तै यी अहिले हामीलाई सुख सुविधाकै यी भाँडा छ नि, तातो पानी तताउने थर्मस, तातो पानी तताउने यो कित्ली, चिसो पानी पिउने यो जारमा पानी, सबै थोकमा पैसै पैसा छ होइन। अनि अब हामी कहाँबाट सुखी हुन्छौँ त? हामीसँग कहाँबाट ब्याङ्क ब्यालेन्स हुन्छ? हामीसँग कहाँबाट पैसा हुन्छ? यो मोबाइल छ, मोबाइलको कभर हाल, बाहिरको त्यसको कभर खोल लगा, पैसै खर्च, चार्ज गरौँ बिल उठ्छ, त्यो पैसै खर्च, ब्यालेन्स हाल्नुपर्छ, रिचार्ज सिद्धिन्छ, पैसा सकिन्छ हालो, पैसै खर्च, कित्ली बिग्रिन्छ फुट्छ टुट्छ किन्नु पऱ्यो पैसै खर्च, फेरि थर्मस बिग्रिन्छ टुट्छ फुट्छ किन्नु पऱ्यो पैसै खर्च, फेरि यो जारमा पानी भरिराख्नु पऱ्यो पैसै खर्च। अनिखेर हामी कहाँबाट हुनु धनी, कहाँबाट हुनु हाम्रो आर्थिक उन्नति होइन। अनि खसी पनि किनेरै खाऊ, भैँसीको दुध पनि किनेरै खाऊ, अनि गाईको घिउ चाहियो भने पनि किनेरै चलाऊ, दुध पनि किनेरै चलाऊ। कसरी हुन्छ हाम्रो उन्नति प्रगति? त्यही भएर हाम्रो आर्थिक उँधोगति अधोगति भएको क्या हजुर। यसै गरी हामीले यी हाँडाभाँडालाई पालेर सजाएको। उहिले अब दाउरामा आगो बालिन्थ्यो, अर्ग्यानिक खाइन्थ्यो पकाएर, किन्नु पनि पर्दैन थियो, खरिद पनि गर्नु पर्दैन थियो, पैसा पनि तिर्नु पर्दैन थियो। हेर्नुहोस् त के गर्नु। अब एउटा घरमा यो मोबाइल 3वटा, मेरो भिडियो बनाएको मोबाइलसँग 4वटा, अरू बाहिर फेरि छन् 5वटा। अनि सबैलाई पाल्दाखेरि हेर्नुहोस् त तनावै तनाव। अन्त भरे त प्रेसर, बिरामी, टेन्सन। त्यही भएर अब यो आधुनिकतालाई छोडेर अब गाउँतिर लाग्नु पर्यो। अब म चाहिँ गाउँतिर जाने हो। अनिखेर अब भोलिपर्सि म के गर्छु फेरि यहाँलाई पठाउँछु है। बाई बाई, गुड मर्निङ। यहाँहरू सबैको दिन सुखमय बनोस् है हजुर।